नमस्ते आज हामी नमस्ते आज हामी मुस्ताङबाट कहाँ रे मुक्तिनाथबाट फर्किसकेपछि पोखराको पहिलो डेस्टिनेसन महेन्द्र गुफा पुगेका छौँ। अहिले बिहानको 8 बज्न लाग्यो। हाम्रो टिमले चाहिँ टिकट काटेको छ है विद्यार्थीहरूको लागि। हामी हाम्रो साथीहरू आउनुहोस् है। हाम्रो टिकट अलरेडी भइसकेको छ। अब हामी महेन्द्र गुफा प्रवेश गर्दैछौँ। गुफामा चाहिँ पार्क छ, रमाइलो पार्क छ, सुन्दर पार्क छ र पार्कको साइडमा तल गुफा पनि छ, मन्दिर पनि छ र गुफाभित्र चाहिँ मन्दिर पनि छ। यसो हेर्दाखेरि बगैँचा, व्यवस्थित बगैँचा देखिन्छ। यात्रुहरूको लागि, भिजिटर्सहरूको लागि चाहिँ बस्ने ठाउँहरू पनि बनाइदिएको छ ठाउँमा। त्यो सँगसँगै के देख्छु त भन्दाखेरि स्टेडियम जस्तै पार्क पनि बनाइदिएको छ फोटो खिच्नको लागि होला। महेन्द्र केभ कास्की भनेर पोखरा सिस्टेन्ट कास्की भनेर पनि राखिदिएको छ। हाम्रो अघिल्लो टोलीका विद्यार्थी भाइ बहिनीहरू चाहिँ अलरेडी पुगेर टिका लगाएर फर्किँदै हुनुहुन्छ है। तपाईँको अनुभव कस्तो रह्यो भनिदिनुहोस् त। कस्तो छ के धेरै राम्रो छ। के राम्रो लाग्यो तपाईँलाई? के लागेन? प्राचीन कालका मूर्तिहरू छन् अनि अरु भन्ने प्राचीन कालका मूर्तिहरू छन् है। अनि तपाईँलाई चाहिँ के नराम्रो लाग्यो भन्नुहोस् त। मलाई त केही देखिन मैले। मन शान्त भयो के सर त्यहाँ गएर है। हजुर अर्को जान्छ हामी एकचोटि तल हामी पनि पुगेर आउँछौँ। त्यसपछि हामी चमेरो गुफा जान्छौँ। त्यो ठाउँ भने कस्तो हुँदो रहेछ भने कोही मान्छेको चाहिँ त्यसलाई शान्त छ, राम्रो पनि भनौँ, कसैलाई चाहिँ केही पनि भनौँ। यो त्यो भएर यो जीवन भनेको दृष्टिकोण हो क्या, दृष्टिकोण हो है। एडजस्टमेन्ट छ, दृष्टिकोण हो क्या। जसरी हेर्छौ त्यस्तै सृष्टि है। त्यही भने अब हाम्रो दृष्टि चाहिँ कस्तो छ, अब हामी चाहिँ हेरेर आउँछौँ है। ओके हामीले चाहिँ चित्त बुझाउनु पर्छ। चित्त बुझाउनु पर्छ भन्ने पनि छैन। हेरौँ जस्तो लाग्यो त्यस्तो भन्ने होइन। के छ र राम्रै लाग्नुपर्छ भन्ने पनि के छैन होइन। राम्रै लाग्नु भन्ने पनि छैन। सरलाई कस्तो लाग्यो गुफा? सरलाई गुफाको बारेमा भनिदिनु नि। महेन्द्र गुफा कस्तो लाग्यो? म 3-4 चोटि भिजिट गरिसकेँ हो। पहिलोचोटि आउनेको लागि प्रकृतिको एक अनुपम देन हो, गिफ्ट हो। तर अब धेरैचोटि आउनेको लागि बाध्यता हो। तर जो मान्छे पहिलोचोटि भेट्छ नि उसको लागि साँच्चीकै भन्ने हो भनेपछि एक अनुपम प्रकृतिको उपहार हो। मेरो विचार त्यही हो। तपाईलाई यो महेन्द्र गुफामा चाहिँ के राम्रो लाग्यो, कस्तो यसको बारेमा के भनिदिनु न। हैन यो बाहिर जति सबै कुरो यो आर्टिफिसियल हो। जो महेन्द्र गुफा छ यो चाहिँ नेचुरल चिज हो हैन। यही प्राकृतिक चिजलाई हेर्नको लागि यसलाई थप अलङ्कार गर्न, गहना बनाउने काम चाहिँ यो पार्कले गर्दिया हो। र प्रकृतिको मूल उपहार भनेकै यही महेन्द्र गुफा हो। तपाईँ पहिलोचोटि जाँदै हुनुहुन्छ भने चाहिँ भित्र जानुहोस्। तपाईँ आफै यो कस्तो छ भनेर आफै बोल्छ, त्यो आफै बुझ्नु होला है। थ्याङ्क यू। अब चाहिँ हामी खै अर्को हाम्रो साथीहरू अब चाहिँ हामी भित्र प्रवेश गर्दैछौँ। महेन्द्र गुफाभित्र प्रवेश गर्दैछौँ। महेन्द्र गुफाभित्र यहाँ केही सूचना पनि राख्नु भएको छ गुफा विकास समितिले। गुफाभित्र चुन ढुङ्गाहरू, देवी देवताका मूर्ति तथा आकृतिहरू तोडफोड गर्न सख्त मनाइ छ। तोडफोड गरेको पाएमा कडा कारबाही गरिने हुनेछ भनेर भन्नुभएको छ। यो हेर्दाखेरि नै ठुलो विशाल गेट जस्तै देखिन्छ। अगाडि अँध्यारो छ तर यो साइडमा हामीले देखिरहेको छौँ मान्छेहरूले पूजा गरेको फुलहरू चढाएको अवस्था छ। र बिस्तारै हामी गुफाभित्र प्रवेश गर्दैछौँ। र पानीनागको दर्शन गर्नलाई चाहिँ हामीलाई यहाँको गाइडले भन्नुभएको छ।
मजाक नगर न केटा हौ ओ सरी ठिक छ यस्तो हुन्छ लप्सी भेटाइरहेको छु उमै ल लप्सी त यहाँ जति पनि रहेछ ल लप्सी लप्सी खाएर आज उद्घाटन गर्न सक्छ दिनको खोजाइ धन्यवाद यो कसरी खाने हो सर यो लप्सी खान्छ साँच्चै साँच्चै यो खुट्टो निकाल्ने अनि चाट्ने हो ल मैले लप्सी कसरी खानु सिकाउँछु यो निकाल्ने हाम्रो सरले चाहिँ के खाने कसरी खाने लप्सी यो फेरि मैले है म रङ पनि हुनसक्छ तर यो नेपालमा मात्र पाइने फल हो कि है लप्सी है यो अरू भाइ एकचोटि तपाईँले हेर्नु होला लप्सीको क्यान्डीहरू पनि हुन्छ है यो अमिलो हुन्छ थाहा छ नि सर किरा छ यसमा नखानु यसमा किरा छ सायद यो किरा हो कुन योलाई किरा होइन र किरा हो त्यो किरा हो सायद यसमा किरा छ तर मैले फर्स्ट टाइम सुनेको छ यसको नाम लप्सी लप्सी यो नेपालमा मात्र पाइने फल हो नेपालमा त पाइने फल भने लप्सी हो लप्सी हो है त्यो थाहा छ अमिलो हुन्छ कि क्यान्डी अब मैले यो ल खोजी कार्य हाम्रो जारी रहनेछ यहाँ चमेरा गुफामा चाहिँ पापीहरूले छिर्न पाउँदैन रे लप्सी पाइने रहेछ यहाँ पनि उहाँ होइन उ त्यो हो क्या लप्सी नेपालमा त पाइने हामी बाटोमा बच्चामा के गर्थ्यो यसको जुन खाइसकेपछि लप्सी के यार नवीन यस्तो घुमा भने घुम्छ पनि पपी ल सर यहाँनिर एकचोटि ए त्यही ग्रुप फोटो खिच्ने कुरा होइन एकदम सर ए म फोटोग्राफर होइन है आज म ल ल ल जाऊ जाऊ पछि ल ल तपाईँ हाम्रो सब्सक्राइबर हो कि होइन एकदम हजुरको बिग फ्यान किन म चाहिँ हो ल ठिक छ